यो फिल्ममा चाहिँ देवी खड्का जो पहिला एमपी पनि भइसक्नु भएको छ, उहाँले आफू जस्ता महिलाहरूलाई समेटेर एउटा मुभमेन्टै तयार गर्नुभएको छ। र यसले गर्दाखेरि भएको इम्प्याक्ट के हो त भनेर देखाइएको छ। र उहाँको आफ्नो छोरीसँगको सम्बन्ध, श्रीमानसँगको सम्बन्ध एउटा पर्सनल बाटोबाट उठाएर यो समस्त अरू महिलाहरूको विषयलाई उठान गरिएको छ। यहाँ पत्रकार पनि हुनुहुन्छ, धेरै वर्षदेखि पत्रकारिता गर्नुभएको भन्नुभयो, यस्तो राम्रो डकुमेन्ट्री बनाउनु भएको छ सोसल इस्युजमा। अहिले चाहिँ वर्तमान समयमा यो समाज चाहिँ कतातिर गइरहेछ, यो अहिलेको महिलाप्रति समाजले हेर्ने दृष्टिकोण कस्तो देख्नु भएको छ? अब हाम्रो समाज त पितृसत्तात्मकै छ, अहिले पनि, पहिला पनि थियो, अहिले पनि छ। सङ्घर्षबाट नै अब भनौँ न 2017मा बल्ल बल्ल सम्पत्तिको अधिकार महिलाहरूलाई इक्वल रूपमा आयो। बल्ल बल्ल अहिले महिलाहरूले पनि आफ्नो बालबालिकालाई नागरिकताको हक दिन सकेको छ। त्यो हुँदाखेरि महिलाहरूलाई सङ्घर्ष बिना अगाडि सर्न बाटो चाहिँ एकदम कठिन बाटो बनाइएको छ। अहिले पनि हेर्दाखेरि छ, महिलाहरू धेरै ठाउँमा आइपुगेका छन्, धेरै पोस्टहरूमा हुनुहुन्छ, तर कतिको सुनवाई हुन्छ भन्ने कुरा चाहिँ कहिले कहिले डाउटफुलै हुन्छ। अब सोसियल मिडियामा हेर्न सक्नुहुन्छ, कोही पनि महिलाले आवाज उठायो भने उसमाथि धेरैजना ओइरिन्छन्। किन भइरहेको छ त यो कुरा भन्ने कुरामा चाहिँ अब त्यही हो, घुमिफिरी गएर हामी त्यही पितृसत्तात्मक समाजकै कुरामा अड्किन्छौँ। त्यही भएकोले यो ब्रेक गर्नको लागि टाइम पनि लाग्छ जस्तो लाग्छ, तर कहिले कहिले अहिलेको यङ जेनेरेसनले यसमा के गर्ला कि, मेनहरू पनि एलाइ होला कि, महिलाहरूलाई सहयोग गर्ला कि भन्ने चाहिँ आशा चाहिँ धेरै नै छ। अनि यो डकुमेन्ट्री देखाउनु हो होइन, अहिले यसो प्रतिक्रियाहरू बुझ्दाखेरि अहिलेको जेनेरेसनको, अहिले विद्यार्थीहरूको के पाउनुभयो? मैले पहिला चाहिँ यो सिनेमामा पनि देखाइएको थियो, नेपालभरि सिनेमामा देखाइएको थियो। र अब पहिला पोहोर साल देखाउँदाखेरिको पोलिटिकल सिचुएसन अर्कै थियो, आज आएर पोलिटिकल सिचुएसन परिवर्तन भएको छ। यसो हेर्दाखेरि चाहिँ मलाई यङ जेनेरेसनलाई देखाउँदा एकदम रमाइलो लाग्छ कि, क्वेसन आन्सर गर्दाखेरि होइन, उहाँहरूको आशाहरू बुझ्दाखेरि चाहिँ आफैलाई पनि, म पनि आशावादी हुन जान्छु। त्यही भएकोले मलाई चाहिँ यो जेनेरेसनलाई देखाउन चाहिँ स्पेसल इन्ट्रेस्ट चाहिँ भएको थियो। त्यही भएर हामीले यो फिल्मलाई लिएर कलेज क्याम्पसमै गइरहेका छौँ। र मलाई मेरो मेन होप चाहिँ भनौँ न फ्युचरको लागि, यो करिकुलममा पनि हामी कसरी लिएर आउने, यो हाम्रो इतिहास जब बिर्सिन्छ त्यसपछि त्यो इतिहास रिपिट हुन्छ भनेर भनिन्छ नि, त्यो नहोस् भनेर हामीले यो करिकुलममा पनि कसरी लिएर आउने र यसको डिस्कसन गरेर समाजलाई कसरी परिवर्तन गर्ने भन्नेमा चाहिँ के गर्न सकिन्छ कि भन्ने होप छ भनौँ न। मैले बुझ्न चाहेको जस्तो अहिले यो हामी महेन्द्रनगरमा हुँदै गर्दाखेरि, कञ्चनपुरमा बस्दै गर्दाखेरि धेरै स्टुडेन्टहरू महिला देख्नुभयो होला, गर्ल्सहरू देख्नुभयो होला, तर केही दुर्गम क्षेत्रहरूमा अझै भन्यो भने शिक्षाको पहुँच, स्वास्थ्यको पहुँच नहुने क्षेत्रमा अझै पनि दूर दराजमा चाहिँ त्यही पुरातनवादी सोचका कारण विद्यार्थीहरू अथवा बालबालिकाहरू स्कुल जान नपाउने, अझ भन्यो भने त्यो भान्साबाट निस्किसकेपछि पनि अझ समाजले पनि थ्रेट गर्ने, अहिले सोसल मिडिया भन्नुभयो हजुरले, सोसल मिडियामा चाहिँ महिलाप्रतिको दृष्टिकोण चाहिँ कस्तो छ भन्ने हो। त्यही भएर त्यसलाई चाहिँ कसरी समेट्नुपर्छ जस्तो लाग्छ समाजले कसरी समेट्ने भन्नुभयो। अब यो हाम्रो समाज कस्तो छ भनेर त सबैलाई थाहा नै भएको कुरा हो। एक्चुअली मैले 16 वर्ष अगाडि यहाँ अछाममा गएर डकुमेन्ट्री पनि बनाएको थिएँ। यतिजना महिलाहरू यो बच्चा पाउँदाखेरि किन मर्छन् त भनेर गर्दाखेरि घुमिफिरी त्यसमै आउँछ। पितृसत्तात्मक समाज हुनाले महिलाहरूलाई हेपिन्छ, हेपिएको भएर परिवर्तन ल्याउन गाह्रो भएको। त्यही भएकोले मैले अघि विद्यार्थीहरूसँग कुराको इन्टरेक्सन गर्दाखेरि पनि अहिले पनि पहिला पनि त्यही भन्दै आएको छु कि जबसम्म आफूबाट परिवर्तन हुँदैन, आफ्नो परिवारमा परिवर्तन ल्याउन सक्दैन, लेक्चर मात्र धेरै केही फाइदा हुँदैन है। त्यही भएकोले समाज परिवर्तन भन्ने त्यस्तै किसिमले हुन्छ। र जबसम्म पुरुषहरू एलाइ भएर आफ्नो साथ दिन सक्दैनन् तबसम्म समाज परिवर्तन हुँदैन। समाज भनेको महिलाले मात्र महिलाको इस्यु
सल्भ गर्न सकिँदैन। सामाजिक रूपमै गर्नुपर्ने हुनाले पुरुषले पनि त्यसको सहयोग र साथ चाहिँ पुरुषले पनि दिनुपर्ने हुन्छ। अनि अन्तमा यो सरकार र यो शिक्षाको चाहिँ कस्तो भूमिका छ, कस्तो रोल प्ले गरिरहेछ अहिले समाज रूपान्तरणमा भन्ने? हजुर, अब सरकार भन्दाखेरि अहिलेको सरकार र पहिलेको सरकार भन्नुपर्ने हुन जान्छ होइन। पहिलाको सरकारमा हेर्दाखेरि जो मानिसहरू पावरमा हुनुहुन्थ्यो उहाँहरू एक न एक ढङ्गले त्यो कन्फ्लिक्टमा पनि हुनुहुन्थ्यो। त्यही भएकोले उहाँहरूलाई सायद गाह्रो भएको थियो होला यो इस्युलाई समाधान गर्नलाई। यो अहिलेको आएर सरकार हेर्दाखेरि अधिकांश एकदम यङ जेनेरेसनको हुनुहुन्छ, तर डाइरेक्ट यो जुन सशस्त्र द्वन्द्वमा उहाँहरूको इम्प्याक्ट अलिक कम छ। त्यही भएकोले जुन किसिमले काम गर्न सक्नुहुन्थ्यो, एम्पथी जुन चाहिँ पहिलादेखि पहिलाको सरकारलाई त थियो नि, त्यो किसिमको नहुन पनि सक्छ। त्यही भएकोले सरकारको भूमिका भनेको यसलाई यो छिटोभन्दा छिटो टुङ्गोमा ल्याउनु नै हो। त्यो भयो भने समाज अगाडि सर्नको लागि यो चाहिँ चाहिन्छ। अब एजुकेसनको कुरा गर्दाखेरि धेरै वर्षसम्म हामीले माओवादी सशस्त्र द्वन्द्व एन्ड भइसकेपछि पनि अब पावरमा आइसकेपछि धेरै कुरा गरिएन के। हिस्ट्री भने मेटाएर मेटिने होइन। त्यो अस्ति नै कुरा गरे जस्तै 23 पछि के अरे 22 पछि 23 हो कि 23 24 पछि 23 के भन्ने थियो नि त। पछाडिको दिन अगाडिको दिन आयो पछि आयो भने जस्तै गरेर ग्यासलाइट गरेर मात्रै हुँदैन। हिस्ट्री भन्ने कुरा पढाउनु पर्छ। हिस्ट्री पढाएपछि मात्रै परिवर्तन आउन सक्छ। अब हिस्ट्री पढाएपछि मात्रै त्यो हिस्ट्रीलाई रिपिट नगरौँ भन्ने किसिमको एउटा बाटो हुन्छ र हिस्ट्रीले चाहिँ हामीलाई हामी को हौँ भन्ने कुरा सिकाइन्छ र त्यो कुरा चाहिँ अहिलेको एजुकेसन सिस्टममा जति गर्नुपर्ने थियो गरिएको छैन। स्कुलदेखि आजसम्म हामीले राणाकालको बारेमा जसरी कुरा गर्छौँ, सशस्त्र द्वन्द्वको बारेमा पनि कुरा गर्नुपर्ने हुन्छ। र जेनजी आन्दोलन पछि भएको हो। जेनजी आन्दोलन भने कुनै भोइडमा भएको होइन, भ्याक्युममा भएको होइन। त्यो धेरैजनाले सङ्घर्ष गर्नु भएपछि मात्र आएको हुनाले यो अरूको सङ्घर्ष बिर्सेर आफ्नो मात्र सङ्घर्ष चाहिँ याद गर्नु भएन। सबैजनाको सङ्घर्ष यो साझा सङ्घर्ष हुन जानुपर्ने हुन्छ। यहाँको समय र संवादका लागि धेरै धेरै धन्यवाद। थ्याङ्क यू भेरी मच।